गर्दछु। कति राम्रा दिदीबहिनी हेरिरहँ जस्ता, कति राम्रा दिदीबहिनी हेरिरहँ जस्ता, अझै राम्रा देखिन्छन् बाई दाँत देखाइ हाँस्दा, अझै राम्रा देखिन्छन् बाई दाँत देखाइ हाँस्दा। किन लिने पिर चिन्ता केलाई मान्ने दुःख, किन लिने पिर चिन्ता केलाई मान्ने दुःख, दुःखभित्र खोज्न जाने पाइने रहेछ सुख, दुःखभित्र खोज्न जाने पाइने रहेछ सुख। आफूलाई माया गर्नु अनि परिवार, आफूलाई माया गर्नु अनि परिवार, आफू सुखी स्वस्थ रहे बल्ल घरिबार, आफू सुखी स्वस्थ रहे बल्ल घरिबार। हो कि होइन? पनि गर्न लाग्यो हैन। हजुरहरूलाई कतिको रमाइलो लागिरहेछ पनि, अझै माथि माथि जाने भन्नुभएको थियो। अहिले हिँड्दै हिँड्दै जामलाई। आज 2082 साल मङ्सिर 6 गते श्री भद्रकाली दिदीबहिनी समूहको 24औं साधारण सभा एवं रमाइलो वनभोज कार्यक्रम रहेको छ। हामी आफैले आयोजना गरेका छौँ। आजको यस महत्त्वपूर्ण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत र न्यानो अभिवादन टक्राउन चाहन्छु म सचिव शारदा अधिकारीको तर्फबाट। आवश्यक पर्ने हुँदा आजका सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन हाम्रो सभाध्यक्षको आसन ग्रहण भइसकेको छ। उहाँबाट कार्यक्रम सञ्चालन गर्ने अनुमति बजाएर स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। उहाँलाई पनि तालीद्वारा स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। हाम्रै अर्कै भद्रकाली दिदीबहिनीका मेरा प्यारा साथीहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। ताली बजाउँदा आफ्नो स्वास्थ्यलाई पनि राम्रो हुन्छ, अन्त ध्यान पनि जाँदैन। मञ्चतिर ध्यान दिनुको लागि एकछिन छोटो कार्यक्रम हो यो। सम्पूर्णमा स्वागत र सम्मान छ। धन्यवाद। हाम्रो सक्रिय सदस्य पार्वती पोखरेलज्यूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यस्तै कहिलेकाहीँ हाम्रा दिदीबहिनीलाई नि सजिलो सुख रमाइलो गर्न पाउने भनेर सबैजनाले विशेष आभार व्यक्त गर्दछु, किनकि यहाँ कुर्ची सहित यति राम्रो स्टेज सहित बनाउनु भएको रहेछ। त्यसको लागि म सुषमा आचार्यको तर्फबाट न्यानो अभिवादन टक्राउँछु, स्वीकार गर्नुहोस्। यस भद्रकाली दिदीबहिनी समूहको सुरु विचार गरेकी छु। म उहाँ बहिनीलाई दिन सानो शुभकामना मन्तव्य राखेको छु मैले। यसमा चाहिँ हाम्रो सक्रिय सदस्य अनि के भन्ने रे सचिव पहिलाको बोलाउँछु शुभकामना मन्तव्यको लागि। सुषमा मञ्चमा आएर आफ्नो शुभकामना दिएर जानुहुनेछ। यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अतिथिगण,
सम्पूर्ण उपस्थित खुवाउने काम, घुमाउन लाने काम अथाह गर्नुहुन्छ। यस्तो अध्यक्षज्यूलाई त नमरिन्जेलसम्म छोड्न भन्न है साथीहरू। आफू खुसी स्वस्थ भए बल्ल परिवार हो कि होइन? मन सर ढिलो आउनुभयो मेरो कविता। मैले अरू धेरै बोल्न त जान्दिनँ। यस समूहको आयव्यय 1 वर्षको वार्षिकी प्रस्तुत गर्न गइरहेकी छु। Para